फोन हेरेर राख्छ कस्तो उषाको हो क्यामेरा र छिटो 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 जुत्ता लाउने छिटो 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 लेट्स गो ल गाइस अब चाहिँ म बाबुलाई स्कुल पुऱ्याउन जान लागेको यो चाहिँ तल धुने ठाउँमा राख्ने हो छिटो ला चक्लेट खाने नि बाबु धेरै नानीलाई नि राखिदेऊ न त हिजो पनि खाएको होइन तिमीले नानीलाई नि राखिदेऊ हो र ल छिटो छिटो 40 भइसक्यो हेलो भनिदेऊ न यहाँ हेलो भनिदेऊ न हेलो गाइज भनिदेऊ न सब मातेको हौ ल ल ल ल ल म चप्पल लाउँछु का ल गाइज म चाहिँ पुऱ्याउन गएँ बाबुलाई सी यु लेटर मेरो ससुरा बाबा चाहिँ आज घरमा पाहुना छ नि त त्यही भएर घरकै कुखुरा काटिराख्नु भएको छ है साथीहरू यही हाम्रो आज घरमा काटेको कुखुरोको मासु त्यो चाहिँ हल्का भुटुवा यो चाहिँ कुखुरोको मासु दुईटा कुखुरो हो मम्मा कस्तो घाम चर्केको हेर्नु साथीहरू मेरो घरको फ्लावर दुले गरेर स्कुटरमा जाने भनेको स्टार्ट नगरेको नि कति दिन भयो स्टार्ट हुन्छ कि हुन्न लेट्स सी अब म चाहिँ दुले गरेर जानु लाग्यो साथीहरू जुन लुगा लाएको थिएँ त्यही लुगा लाएर बसेको किनभने त्यही हो स्कुटरमा गयो भने कति 6-7 मिनटमा पुगिहाल्छु है त्यही भएर यत्तिकै जान लाग्यो त्यहाँ गएर सामान किनेर आइहाल्छु साथीलाई पर्खेको आउँदै आएन छिटो गएर आउने भनेको बच्चाहरू आउँछ फेरि अहिले 3:30 बजे के बोल्ने त अब बिस्तारै बानी हुन्छ है जे कुरा पनि सुरुमा गाह्रो नै हुन्छ अप्ठ्यारो हुन्छ तर पनि म अब बिस्तारै बानी गर्छु साथीहरू मेरो साथी आए रे यहाँ चप्पल झिक्नु पर्यो चप्पल जानु पर्यो मेरो साथी आएर अब त्यहाँबाट मेरो साथी आउँदैछ यही हो है मेरो साथी पवित्र गुरुङ छिटो आऊ यो थुक त मजा नै भर भात खाएको फेरि घरतिर आएर पनि चटपट खाएँ है हामीले कति ठुलो पानी पर्यो असिना पनि आयो हाम्रो मकै त सबै भाँच्यो होला भाइ पर्दैन उसले साथीहरू आज चाहिँ हाम्रो पाहुना भएको बेलामा यत्रो ठुलो पानी आयो
मासु पकाउँदैछु मिठो यहाँ मलाई हेल्प गर्दैछ आलु छराउँदैछ चिया खान्न मम्मी सेलायो हाम्रो घरमा चाहिँ आज पाहुना छ हामी खाना पकाउँदैछु यो धारा किन खुल्लै गरेको होला है हामी चाहिँ आज पाहुनालाई खाना पकाउन लाग्छ के बिदी पानी आयो यस्तो आमा हावा पनि आएको सब भिजेछ मम्मी त सब भिजेछ नआउनु बाबु नबसान सब पानी पसेछ साथीहरू घरभित्र पानी परेर हेर्नुहोस् पानी त छट्के आएर भित्र पसेको के आएको छैन आमाले टाल्दियो नि त ऊ फेरि साथीहरू पानी परेर फेरि घरिलै लगेर फेरि बराले उतल आएर पानी पऱ्यो भने चाहिँ घर एकदम हिलो हुने कि तर शीतलो चाहिँ हुन्छ है पानी परेर हेर्नु है साथीहरू आज हाम्रो घरमा के पाकेछ चिकन यो घरकै कुखुरा भएर झोल बनाएको अनि यो चाहिँ भुटुवा यो चटनी पतिना टमाटरको यो सुकुटी परे हेर्नु न अनि यो चाहिँ लट्टे चाम्रे भन्छ कसले हामीले चाहिँ लट्टे भन्छ यहाँ चाहिँ भात पसालेको यहाँ चाहिँ दाल छ अनि यो चाहिँ आलुदम अनि यहाँ चाहिँ करेङ करेङ छ यहाँ करेङ करेङ ल यति बनायो आज हामीले कति 4 बजेबाट स्टार्ट गरेको ठ्याक्कै भयो अब आउनुहुन्छ हाम्रो मेहमानहरू ल अहिले भेटौँ है त बाई बाई हाम्रो फेरि यहाँ पाहुनाहरू आइसकेको छ पाहुनाहरू आएर आफै यहाँ भात पस्दैछ तातो है लाउनु तातो है यहाँ नि है यहाँ पनि जोबिन चुरा हाम्रो चाहिँ सबै आफ्नै फ्यामिलीहरू यहाँ चाहिँ सबै सुनसान भयो त एकछिन बोलेर त सबै मेरो नन्द पनि नयाँ भ्लगर इन द टाउन कसले चिन्दैन क्या फेरि
नयाँ नयाँ हो नि त यो गाडी भन्ने यो भुटुवा चाहिँ स्पेसल मान्छेहरूलाई मात्रै रे रोशनलाई थिन्दु कान्छा भाउलाई थिन्दु केको फोटो अरे यस्तो सादा नै भन्नु हजुर मलाई नि मनपर्छ भनेर गइसकेको अचार जस्तो त्यो मेरो देउरानी बहिनी कस्तो छुटे छुटे पर्छ सुरु त त्यो कान्छामा कान्छामा देउर बाबु होइन ल यति भन्दै आजको ब्लग यहीँ सक्यो ल्याइदिन्छु बाबु